मेरो भाउजूले मलाई धोका दिनुभयो हो। आज मलाई आयो है यतै पुग्ला पैसे भन्दैछ कतिवटा फुल छ 5 वटा खानेकुरा चाहिँ एउटा पनि किनेको छैन। ओ मैले यहाँ लगाए पुतली यहाँ उडाए साथीहरू। हेलो गुड मर्निङ नमस्ते एन्ड गो लक्ष्मी सबैकै वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल लक्ष्मी ब्लग गाइस। फेरि पनि स्वागत छ साथीहरू मेरो न्यू डे न्यू ब्लगमा। म चाहिँ एकदम सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ भनेर आशाको साथमा ब्लग स्टार्ट गर्दैछु। अनि म चाहिँ भर्खर उठिरहेको छु, उठ्ने बित्तिकै ब्लग स्टार्ट गर्दैछु। अनि यता मेरो नानीको बिहान बिहानै खानपिन कार्यक्रम चलिरहेछ। यत्रो बोतल उठाउन सक्छ, जवान भयो मेरो छोरा अब, हैन बाबु? ए बा सानो के खाँदै हो? ओइ बोल, के खाँदै हो? गमन्डी बिहान बिहानै खाँदैछ बेसा बानीहरू। अब म चाहिँ एकछिन उठेर मलाई हिँड्न मनै लाग्दैन क्या, एकछिन यतिकै बसिरहन्छु। के सोच्छु बसेर। अहिले किन खानु, अहिले के खानु भनेको? कचौरी खाँदै हो, अघि चाहिँ भनेन। अनि आज चाहिँ हाम्रो मोरङको सबभन्दा ठुलो मेला। मोरङमा 2टा ठुलो मेला लाग्छ, एउटा के भन्छ धम्पाल अनि एउटा गिधनिया। जो आज चाहिँ धम्पाल मेला हो 10 गते। अब लेट्स सी, पोहोर त के भन्छ ड्याडीले लग्नु भएको थियो, त्योभन्दा अगाडि मेरो हस्बेन्डले लग्नु भएको थियो। अब योचोटि चाहिँ कसले लान्छ थाहा छैन। फुटिया परोसियामा एक घाटा हो साथीहरू, एक्लै परोसिया नाफा पनि हो, घाटा पनि हो। कहीँ जाने बेला साथी नै भेट्दैन, खाने बेला एक्लै खाइन्छ। त्यही हो, कोसँग जान त मन छ। भाउजूले चाहिँ भन्नुहुँदै थियो अस्ति नै कि उहाँको दिदीको घर छ नि त उता धम्पाल मेला मनाउने गाउँमा। सो गए भने मेजवानी पनि खानुहुन्छ, मेला पनि गर्नुहुन्छ। अब लेट्स सी, आउनुभयो भने मलाई लिन जान्छु। अब दादासँग जानुभयो भने त घरमा काम गरेर बस्छु, सुतेर बस्छु। अहिले चाहिँ खाना पकाउँदैछु, पकाउन आँटेको। आमा छोरी भात पकाएर यहाँ बारीमा मच्चामा बसिरहेको छौँ। मेरो ड्याडीले चाहिँ यहाँ मच्चा बनाइदिनु भएको छ कि घर पछाडि हावा खानको लागि। खानासाना पकाइसके अनि फेरि आँप झरिरहेको थियो। मेरो सासूलाई चाहिँ कति मनपर्छ हो आँप, फेरि आम पकाउँदै हुनुहुन्छ। मलाई चाहिँ दिक्क लाग्छ, अहिले अमिलो पनि भएको छैन नि त। सो टिपेर त्यही पनि लग्नुभयो। अनि कच्चु हालेर त्यसमा आम हालेर पुरा एकदम चटनी, खट्टी मिठी चटनी बनाउँदै हुनुहुन्छ। खाना त म पनि खान्छु पाकेपछि, बनाउनु चाहिँ अल्छी लाग्छ। उता चाहिँ पाकिरहेछ, मामु छोरा त बसिरहेछ बाबु। पाकिसकेपछि अनि खाएगी। मेरो भाउजूले मलाई धोका दिनुभयो हो। आज मलाई हिजै मलाई हामीहरू सिटीमा जानुपर्छ, 11 बजे जानुपर्छ मेला गरेर। अनि मेरो दिदीकोमा पाहुना खानुपर्छ भनेर फुल मलाई उल्काउनु भयो हिजो, हैन। आज चाहिँ बिहानै म्यासेज गरेर, बिहानै त हैन 8 बजेतिर म्यासेज मैले भ्लग स्टार्ट गरेँ। अनि त्यसपछि म्यासेज गर्नुभयो कि 6 बजे जानुपर्छ मेला अरे। अनि मैले भने 6 बजे त त्यो मेलै हुँदैन, धम्पाल मेला यो जङ्गलमा लाग्छ नि त। धम्पाल मेला चाहिँ यदि जो जानुभएको छ उनीहरूलाई त थाहा होला, 4-5 बजेतिर चाहिँ सिद्धिन्छ यो मेला। जङ्गलमा हुनुको कारण खोइ अब के कारणले त्यति छिटो सिद्धिन्छ त्यो त मलाई थाहा छैन, तर एकदम छिटो सिद्धिन्छ त्यो मेला। कहिलेकाहीँ त 4 बजे 3 बजे सिद्धिन्छ। अनि 6 बजे गएर म के झाँटो खार्नु त, रिस उठ्छ मलाई।
मैले भने म जाँदिनँ, जानु तपाईँहरू, दादाको 5 बजे छुट्टी हुन्छ नि त ब्याङ्क, अब तयार हुँदा हुँदा त 6 बज्छ, त्यही भएर अब दादासँग जानुहुन्छ। अब मलाई छोडिदिनु भयो, मसँग ब्रेकअप गर्नुभयो। यस्तै त हो, बुढा पाएपछि त। अब मेरो पनि बुढा भएको भए म पनि त आफ्नो बुढासँग जान्थेँ। अब कोही छैन, एक्लो छिमेकी साथीभाइ कोही छैन, गाउँमा भएको भए त प्रशस्तै हुन्थ्यो। म गाउँ पनि जाँदिनँ, एक्लै मोबाइल चलाएर बस्छु, त्यो कारणले पनि हो। सो मेला चाहिँ अब मैले चाहिँ आफ्नो साथीलाई मेसेज गरेँ, अनि त्यसपछि मलाई धम्पाल मेला चाहिँ जानु मन लागेको छ नि त। अनि भने ऊ चाहिँ भोलि आउनेवाला थियो मलाई सघाउनको लागि। 12 गते मेरो मेला हो नि त, भोलि 11 गते उसलाई मैले बोलाएको थिएँ कामहरू गर्नलाई, सघाइदिनलाई। अनि मेसेज गरेँ आज आउँछस्, आज धम्पालको मेला हो, मेला गर्नुपर्छ। अनि सुरुमा त ओइ भोलि आउँछु पागल, मलाई लाज लाग्छ यत्रो दिन रात बस्न भनेर भन्दै थियो। अनि मैले भने ल ल, अनि त्यसपछि फेरि मेसेज गरौँ कि तँलाई जानु मन छ र, एकदम जानु मन लाग्यो। अनि मैले भने अनि भन्छ तेरो लागि म आउँदैछु ल। मेरो साथी फेरि मेरो चाहिँ धेरै साथी छैन, थोरै साथी छ। पहिला कलेज पढ्दा पनि एउटा बेस्ट फ्रेन्ड थियो, बोर्डिङ पढ्दा पनि एउटा बेस्ट फ्रेन्ड, 3वटा बोर्डिङ मैले पढेँ नि त, 3टैमा एउटा बेस्ट फ्रेन्ड। मतलब साथी चाहिँ हुन्थ्यो, मिल्नेवाला चाहिँ एउटा मात्रै। अब जस्तो अरूको हुन्छ नि 4-5 जनासँग एकदम क्लोजवाला, त्यस्तो चाहिँ मैले त्यस्तो रिलेसन मेरो कहिले हुँदै भएन कि। एउटा मात्र क्लोज फ्रेन्ड, त्यो बिना बस्नै नसक्ने खालको। त्यो आउँदा म पनि जाने, त्यो नआउँदा मलाई दिक्क लाग्ने, बेकार आएको जस्तो लाग्ने। कलेजमा पनि बोर्डिङमा पनि त्यस्तै। अनि सेम मेरो थोरै साथी छ, बट एकदम क्लोज वान्स, जे भन्दा पनि मान्ने खालको। एकचोटि मात्र भने मैले तँलाई मन छ भने म आउँदैछु, तेरो खातिर म आउँछु भनेर। अनि मैले भने ल पर्दैन हौ, भोलि नै आइज, राम्रो लाग्यो, अर्को साल गर्छु मेला, अब के हुन्छ त, आफ्नै मेला गर्छु 12 गते, केही छैन। होइन तँलाई मन लागेको छ, मलाई थाहा भइसक्यो, म आउँदैछु। अब नुहाउन गएको छ अहिले, मेसेज गरौँ, आउँछ भनेको छ। अब लेट्स सी, आएन भने पनि म रिसाउँदिनँ, उसलाई पनि अप्ठ्यारो लाग्छ नि त। भोलि त आउँछ फिक्स, तर भनेको छ आज आउँछु। अब लेट्स होप आयो भने चाहिँ मेला जाम्ला। मलाई त्यो के भन्छ त्यो किन्नु छ नि त, बटरफ्लाईहरू। अस्ति पोहोर नै आफ्नो बुढासँग जाँदा चाहिँ मैले बटरफ्लाईहरू किनेको थिएँ। अनि माटोको घर थियो पहिला, टाट माटोको थियो नि त, अनि त्यसमै टाँसेको थिएँ, झरिहाल्थ्यो। अब यसमा टाँस्यो भने झर्दैन नि त, आफ्नो रुममा। अनि बटरफ्लाई लगाउँछु, प्लस चस्मा पनि मैले घरमै बिर्सेर आएँ, यहाँ मेरो चस्मा नै छैन। अनि मेलामा चाहिँ चस्मा सस्तो पर्छ नि त, थोडी न म आँखामा लगाउँछु चस्मा मेरो टाउकोमा लगाउने हो, आँखामा कहिले पनि लगाउँदिनँ। लगाउँछु बाइक चढ्दा चाहिँ लगाउँछु, यतिकै हिँड्दा चाहिँ मलाई लाज लाग्छ कि लगाउन। सो टाउकोको लागि चाहिँ जस्तो चस्मा भए पनि सस्ता मस्ता चाहिँ लिन्छु। बाबु म त मेला जान्छु, मसी आयो भने। मेरो चाहिँ पानु आउनेवाला थियो, मेरो बहिनी, सघाउनको लागि। सक्दिनँ नि त त्यत्रो, अब धेरैजना आउनुहुन्छ नि त पाहुना मेलामा। अनि मैले भने मेरो साथी आउँदैछ, त आउँछस् भने त पनि आइज। म त आउँदिनँ, अब म 11 गते मेला जान्छु। ल यो बच्चाको कारण कुमास के बगिया बनाए माग्छ, भक्का बनाए माग्छ, गुलगुलिया बनाए माग्छ। हस्की लाग्यो। यो बच्चालाई के खानु मन लाग्छ साथीहरू? हिजो गुलगुलिया खायो, आज बगिया बनाए माग्दैछ। चुल बनाउँदैछ हौ, चुल। यस्तो घाम छ नि आज, वैशाख महिनामा त मेला त मनै पर्छ, बट यो घाम चाहिँ मन पर्दैन, लास्टै घाम। अनि मेरो साथी चाहिँ आयो, उता चोकमा छ। मलाई खालि चोक लिन किन बोलाउँछ रे, उसले पनि मेरो घर देखेको छ, त्यही पनि आउँदैन डाइरेक्ट घर, चोक लिन जानु। त्यही पनि पेट्रोल पम्पसम्म आइज भन्छ, बरु पेट्रोल पम्पसम्म आयो भने तेरो घरै आउँछु, आइज छिटो भन्दैछ। अनि मुख पनि धोएको छुइनँ भन्दाखेरि हुन्छ, कुन सिया छ तोर चोक में, जल्दी आ। आयो है, यतै पुग्ला कुन करे आनलाई मान्छेलाई थोरै चलेलाई त
छत्ता फिटिङ गराउँछ कति के छ उ चाहिँ थाहा छ एउटा छत्ता फाइनली हाम्रो भेट भयो यहाँ गले मिल क्यामेरामा आएन कुन रौकी एकदम कुन बेला खाम छ रे बाहिर अन्डा फोडेर राख्यो भने नि कसम चाहिँ फ्राई हुन्छ बिना आगो यतिको 10 गते कतिको घाम छ तपाईहरुकोतिर कमेन्ट गर्नु त एकदमै लाज छ धेरै गर्मी छ यता नै छ म चार्जमा दिन्छु उसले ल्याएको सनेस उसलाई नै खुवाउँदैछु ले खजुरा पानी म पनि खान्छु तोक सो मैले चाहिँ नुहाइ धुवाइ गरिसकेँ अब मेला जान्छु सुरुमा सोचिरहेको थिएँ अब जान पाउँदिनँ बट जान पाउँछु किनभने मेरो साथी आयो अब हामी 2 जना नानी 3 जना जान्छौँ मेला अब छिटो रेडी हुन्छु किनभने यो मेला अलिक छिटो नै खतम हुन्छ के झन् फाइट साइड पर्यो भने अलिक झन् छिटो भएर रेडी हुन्छु सो म चाहिँ रेडी भइसकेँ साथीहरु ड्रेस त चेन्ज भयो मैले अस्ति अनलाइनबाट मगाएको त्यही ड्रेस हो बट ब्याग चाहिँ सेम छ ब्याग नयाँ ब्याग मैले माइतमै छोडेको छु नि त क्यामेरामा निकल रे कस्तो रेडी भयौँ हामी गिरो नि अब हामी जाँदैछौँ मेला धम्पाल दिने देखारे यति छिटो मेला जान्छ काहीँ कोही जनाजे खौकीमा जाँदैछौँ भागो कोही पाहुना बोलाउने कोही छैन मेला मात्र गएको मेरो मम्मीहरू पनि जाँदै हुनुहुन्छ धेरैजना जाँदैछु एकदम गर्मी यतार जग्गा को मेला बिहानै 4 बजे बिहानै जना छ नि त्यो छाक थिएन अन्धी चौरा पछाडिमा ठाउँ पुगेन के त्यही भएर म चाहिँ अगाडि आएको आज मैले हल्का अर्कै हेयर स्टाइल बनाएको छु रेगुलर भन्दा चाहिँ डिफ्रेन्ट कस्तो देखियो सोल्डर मिलाउँदा यो खराब हुन्छ यो चाहिँ हाम्रो लोहन्द्रा पुल लोहन्द्रा मेला छिर्ने बाटो भिड हेर्नु न अहिले 4 बजे 4 बजे इतना भीड़ मुखमा यत्रो भीड़ झन् भित्र त के होला हालत के यत्रो ड्रेस अप गरेर के फाइदा साथीहरु यहाँ हेर्नु घुमटन लिनै पर्छ मलाई किनभने यो मेला सब हाम्रो बनगाउँको पुरै आउँछ नि त लिनै पर्यो म त चिन्दिनँ तर मलाई चाहिँ सबैजनाले चिन्छ त गाउँको के सोच्छ होला बाप रे नरेश के पुत्र एकदम अटेरी हेला छु भनेर सोच्छ नि त रिस उठ्यो भने फेरि निकाल्दिन्छु नि म घुमटन समटन फुल लुक्स मैले देखाएकै छिन हैन तपाईहरुलाई यतैबाट राम्रो आइराछ उ चाहिँ आज धेरै ब्युटीफुल लागिराछ बाप रे बाप पुरै नगर यस्तो ब्युटी त आज त म केटा भएको भए त्यसलाई त जंगलतिर लान्थे होला तर के गर्नु केटी परेछु त्यसैले भीड गाइस अहिले मेला कहाँ छ यहाँ यस्तो भीड छ नि बाप रे मलाई त यस्तो अफसल लुगाएको अप्ठ्यारो पो हुँदैछ हौ जंगलमा लाग्छ है यो धम्पाल मेला दिस इज द गेट धम्पाल मेलाको गेट शीतल भयो अहिले चाहिँ जंगलमा छहारी यो मेला चाहिँ राम्रो लाग्छ के गर्न बाहिर जति पनि पसिना पसिना आए पनि भित्र चाहिँ हल्का शीतल हुन्छ के यो बटरफ्लाई म किन्छु पछि किन्छु यो मेलामा धेरै नै हुन्छ नि जुत्ता पनि आउँछ यो मेलामा चाहिँ
भन्न मात्र कि ठुलो मेला यस्तो भिड हुन्छ पुरै कहिले पनि घुम्न सकिँदैन बरु सानै मेला ठिक साला चटै ख्यापीले चल्छ घर यो ठुलो मेलामा अघिदेखि चस्मा खोजिरहेको थिएँ बल्ल मेरो टाउकोमा चस्माको कमी भइसक्यो क्या टका हाँ क्या क्या टका चश्मा क्या चौकी बल उना हमरा छिके घरे में बिसरा गए तू अपन लागे ले भी एना से लगा पर नंबर खाने ले छी हम इना कोन छौरा छ गुज नहीं छोड़ कौन लगा छोड़िए के छोड़ा ही लगा हमरा छौरे के मन पर्छ से लगा छौरे किन इना हमरा छिके यो चाहिँ राम्रो लागिरहेछ आइरहेछ इटा चाहिँ असल लाग्लो इटा मन पर्लो ले है उटा असल लाग्लो सुहलो इटा असल लाग्छ बल्ल बल्ल है मेरो लुक्स पुरा भयो चस्मा मैले माइतमै छोडेको छु नि त बल्ल किने म कहिले पनि महँगोवाला चस्मा किन्दिनँ किनभने मलाई आँखामा लगाउनु पर्दैन जहिले पनि टाउकोमा लगाउँछु त्यो घरमा लगाएको प्राय अरू भिडियोमा प्रिभियस भिडियोमा लगाएको त्यो चाहिँ 200 को हो यो चाहिँ 150 को ओन्ली 150 180 भनौँ अनि 150 मा लिएको चाहिँ मेरो के भन्नु लिजा कहाँबाट म उता बिरनिया गाउँ बिराखा बा कस्तो भिड नि यो मेलामा अघि आएको भयो म चाहिँ अब टिकटक बनाउँछु मलाई त मेरो चाहनेवालाहरूले मेरो फलोवर्सहरूले एकदम मलाई सेलिब्रेटी जस्तो फिल गराइदिन्छ क्या खुसी लाग्छ यस्तो माया गर्दा चाहिँ धम्पालको मन्दिर हामी चाहिँ पानीपुरी खान्छौँ है पानीपुरी दे त के हैन बिस मिठो थिएन नि त त्यही भएर यहाँ चाख्न आएको फेरि पानीपुरी चाख्न आएको है क्या टका गए गए क्या टका फूल के 4 से 1 से 3 से 1 से कौन क्या 150 में नहीं 400 150 नहीं हाँ 150 में दियो है 200 भन्दैछ कतिवटा फुल छ 5 वटा मन्दिर सिन्दुर त लगाएको छु रे त्यही पनि सोल्टिनी भन्छ यहाँ लगाएको छु है अब यहाँ
थप्री देखिन्छ त्यही भएर बिचमा लगाउँछु नि त म सिन्दुर आइसक्रिम अनि यसको चाहिँ कति यो बट्टावाला अनि कोनको चाहिँ कति 50 इतना पनि नै बसेर एउटा टिकटकमा ट्रेन्ड बनाउँछु सोचिरहेको थिएँ बस्ने वातावरणै छैन ठाउँै छैन बस्ने उसलाई मैले क्यामेराम्यान बनाइदिइसकेको छु साथीहरू दिक्क लाग्यो उसलाई हेर्दा गर्दा भिडियो यहाँ पनि फुल छ गुन्दा यत्रो मेला छ कि साथीहरू भोकले यहाँ परेछ मेलामा यहाँ हेर्नु न मेरो बच्चा घामी घाउँछ ए छा गन्दा बाबे त हेर्दा बच्चा खाएम के ठीक है हमर बच्चा आ गए बेलु त लिने पर्यो नि होइन घर जाने बेला अब घर जाँदैछु भाइ यो बेलुनको 50 भन्छ सुरुमा त्यसपछि 40 अब 25 में लिए निकल है त हमारे ब्लॉग में तेल का 25 टका में घर सम्म नहीं फुट्दो न अरे फुट्दो तो पैसा वापस दोसर बेला में भेट्दो तो पैसा ले ल लाज लाग्छ एकरा अब चाहिँ हामी घर लाग्यौँ है साथीहरू हिल लगाएको छु लाग्छ कि एकदम आगोमा हिँडिरहेको छु त्यस्तै ऊ चाहिँ चप्पल किनिरहेछ मेरो साथी यहाँ सस्तो छ नि त 350 पर्ने चप्पल यहाँ चाहिँ 200 में दिइरहेछ त्यही भएर क्या टका बटरफ्लाई के बटरफ्लाई 100 रुपया मिलाक नहीं 80 सी दे आइना हाम्रो सानो भान्जीलाई के लगिदिने भित्र तान्ने के बाहिर फाल्ने भित्र तान्ने बाहिर फाल्ने त्यो त अब त सुलेसन हाल्नु पर्छ मात्रै 4 पीस 1 2 राजाजी बाबु ट्र्याक्टर हुन्छ बस ट्रेन हो यो नहीं नहीं दिखा था अभी त भनिया छ बाबु हो जायो अनि 50 टका में 3 टाले 80 टका में हेलो ब्रो हौ गणपति बाबा बटरफ्लाई पनि लिइसके मैले त सोचिरहेको थिएँ सानो सानो पनि होला तर यसमा 4 पीस मात्रै छ घरमा त्यो पनि ब्लग बनाउँछौ के हो च्यानल नाम लक्ष्दीप लक्ष्मी के लक्ष्मी मात्रै टाइटल हैन एउटा रुम छ कि सिंगल छ कि एउटा येलो कलर दे सुरुमा चाहिँ 80 रुपैयाँमा लिए यो ठुलोवाला अनि यता बाटोमा चाहिँ अझै 50 रुपैयाँमा मात्रै दियो नि त फेरि लिए के गर्नु घाटा यस्तो लाग्छ नि मलाई सुरुमा महँगोमा लिन्छ हैन पछिबाट फेरि सस्तो भेट्छ हो घाटको खानेकुरा चाहिँ एउटा पनि किनेको छुइनँ यहाँ लगाउने बाटोमा जेरी भेटायो भने चाहिँ अब नहीं भेट्छ अब कतै भेट्थे अनि ओखत पुन्टु सेते कस्तो भयो मेला गाइस धेरै राम्रो थाक्यो 100 मा 5 वटा खरबुजा दिन्छ 200 को चप्पल दिन्छ अनि 20 रुपैयाँमा 3 वटा आइसक्रिम बाप रे 20 रुपैयाँमा एउटा आइसक्रिम दिने यहाँ 3 वटा जेरी पनि सस्तै थियो तर मेरो मम्मीले अलरेडी लगिसक्नु भयो त्यही भएर मैले लिइनँ भेटाइनँ पनि सोचे त बाटोमा लिन्छु तर बाटोमा छैन उतै थियो मैले उसलाई उता जाम भन्दै अब यतालाई खाली रोटेपिङहरुतिर पनि गएन किनभने उता झन् लास्टै भिड थियो के रोटेपिङ थियो के भन्छ अरु के नाउ पनि थियो टाढेबाट हेरे तर उता जान पाइन धेरै यो पनि जब्दी मेला जस्तै ठुलो मेला लाग्छ नि त बल्ल हाम्रो मेला सिद्धियो है साथीहरु मान्छेहरु अहिले पनि गइराछन् अहिले गयो भने अझै भिड हामी चाहिँ ठिक्क टाइममा जाँदै छौं घर यति भिडमा पुरै मेलै घुम्न सक्दिन कहिले पनि टोमा चढिरहेको छु उताबाट आएस सिटीमा
ऊपर आज हाम्रो नेताचोकमा के भएको साथीहरू मासुको हडताल लागेको छ सबजना मेला भाग्यो कि क्या हो जो चाहिँ छ उनीहरू नजिक मासु नै छैन पुरा लाइन चाहिँ छ एक पाउ दिन्छ होला बाँटेर मलाई त दिनु भएन वा अन्डा खुवाउनु पर्यो पाउनलाई 3 ठाउँ मासु काट्छ हाम्रो नेताचोकमा 3 ठाउँमा छैन आज 7 बजिसक्यो साथीहरू भर्खर घर आइपुगिसक्यौँ मेरो घर उहाँ छ भात पकाउनु पर्छ मेरो सो हामी चाहिँ घर पुगिसक्यौँ साथीहरू अब चाहिँ म भात पकाउँछु मेरो मम्मीहरू पनि भर्खर पुग्नु भयो उनीहरू झन् हिँड्दै आउनु भयो नि त हिँड्दै भर्खर पुग्नु भयो हामी सिटीमा त अहिले आइम झन् हिँड्दै राम्रै हो नि हैन हामीभन्दा त छिटै पुग्नु भयो अब खानासाना पकाउँछु अनि त्यसपछि बटरफ्लाई टाल्छु ल अनि तपाईहरुसँग बिदा पनि लिन्छु एकै यो अप्सलजर त एकदम मलाई अनि यो 150 को चस्मा कस्तो देखियो साथीहरु छैन त म एकदम पापा के परे हिरोनी जस्तो तर दामी छु न चस्मा 150 टका में अपने भनेको त बहुत हो नि मामुले किन अस्ते पो लाग्छ देऊ चस्मा बिना मर्छ आज त्यस्तो गलेको छु एकदम लाग्छ कि बोलबमबाट आएको जस्तो यो खुट्टा एकदम तर यो पैताला पनि बढ दुखिरहेछ लुगासुगा पट्याए अब कहाँ छ मेरो पुतली टाल्छु अब म बैठे वाला ठाउँ में हाथ तो हम खोजे नहीं भेटे बैठे वाला ठाउँ में नगरे ताम न गर्ने अब बटरफ्लाई उडाउँछु साथीहरु कहाँ उडाउनु त्यही सोचिरहेको छु कि पुरै प्याक छ मेरो घर अब खाली छ यही टाउकै माथि उडाउँछु अब कता साथी त्यहाँ जाने के भाइ हमर घर आर नै छिज अनि यहाँ पनि चारेर छ ओ मैले यहाँ लगाए पुतली यहाँ उडाए साथीहरु रंग बिरंगको पुतली मस्त देखिरहेछ उता मेरो बच्चा हामी पुतली ओके साथीहरु आजको भ्लग चाहिँ एन्ड गर्न चाहन्छु होप तपाईहरुले एन्जॉय गर्नुभयो होला अनि सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुभयो त्यसको लागि चाहिँ थ्यांक यू सो मच धेरै धन्यवाद यसरी नै माया साथ सपोर्ट बनाइदिराख्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला लाइक शेयर कमेन्ट पनि गरिदिनु होला साथीहरु अब भेट्ने नै छ नेक्स्ट भ्लगमा त्यतिन्जेलको लागि बाइ बाइ टेक केयर लभ यू ऑल गुड नाइट गाइस बाइ गुड मेहंदी का हालत देखो कलर बाय गाइस अब अर्को भ्लगमा भेट्छौँ